हेलो 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 ल आज चाहिँ हामी गेस द पर्सन भन्ने चाहिँ च्यालेन्ज खेल्न गइरहेका छौँ ल है त ल स्टार्ट गर्छौँ हामी ल सोच ल सोच दिस इज माई पर्सन म चाहिँ को दिन त भने ल दिस इज माई पर्सन तपाईँबाट स्टार्ट गर्नु मबाट नेपालकै हो अभियसली स्योर नि बाहिर जाने कुरै छैन नेपालकै एक्टर हो एक्टर होइन पोलिटिसियन तीनटा भयो क्वेसन दुईटा सोध्ने भन्ने हम है अनि के त नि एक्टर र पोलिटिसियन नेपालको र अनि एक्टर ल त्यो मैले आन्सर देखाएन तपाईँको नेपालकै हो भनेपछि राजनीतिज्ञ होइन ल मैले के अरे पछि क्रस क्वेसन गरौँ न फेरि टाइम अलि लामो हुन्छ त्यही त पोलिटिसियन हो केटा केटी ल तपाईँको केटा केटी मेरो केटा राजनीतिज्ञ होइन प्लेयर पनि होइन ल भएर है राष्ट्रिय स्वतन्त्र पार्टीको उहाँको पार्टी थाहा छैन मलाई पार्टी यो चुनावमा उठ्नु भएको थिएन 50 वर्ष नआए सायद हुनु भएको छैन 50 वर्ष हुनु भएको छैन अब कस्तो सजिलो हुने होला छ कि खै बिजनेसम्यान होइन केटा नै होइन बिजनेसम्यान भनेपछि बिजनेसम्यान होइन अझै इन्फ्लुएन्सर होइन इन्फ्लुएन्सर नि होइन जर्नलिस्ट नै होइन एउटा सोधेको छैन है तिमीले सोधेको छु होला त्यो कुरो सोधेको छैन है तिमीले ल ठिक छ मेरो होइन मान्छे 50 वर्ष कटे छैन उहाँ चुनावमा उठ्नु भएको छैन यो चुनावमा उठ्नु भएको छैन होइन अब पार्टी थाहा छैन भने होइन पार्टी थाहा छैन भन्दा नि उहाँ कुनै पनि पार्टीसँग आबद्ध भएको मान्छे हो जस्तो लाग्दैन मलाई कुनै पनि पार्टी नभइकन आएको त होइन तर पनि त्यस्तो पार्टीमा अड्डा लिएर बस्ने टाइपको मान्छे त्यो केटा मान्छे नै भने होइन केटी मान्छे त्यति मान्छे ए ल मैले त्यो सोधेको छैन जस्तो लाग्दैन त्यो राइटर होइन मैले भने थिएँ तिमीले त्यो कुरो भने त्यही भएर तिमीलाई मैले भनेको थिएँ तिमीले सोधे होला भनेर तपाईँ के मैले राजनीतिज्ञ हो भने सोधिहालेँ अनि सोध हो भनेपछि हो भनिहाल्छु नि कुन हो फेरि प्रोफेसनहरू भन्दै जाऊ न अरू के हुन्छ नेपालमा के छ चलेको चल्तीको जर्नलिस्ट पनि भने राइटर पनि होइन के हो त्यो भने के हो सोधा नि प्लेयर पनि होइन म सोधौँ उनी कुनै पोस्टमा बसेर काम गरिरहेछन् अहिले छैन काम गरिरहेको छैन अहिले छैन मतलब सुनिता डङ्गलहरू टाइपको त्यस्तै भन्नु पाइयो होइन रक्षाबुङ होइन दुईटा भइसक्यो मेरो के हुनसक्छ तपाईँले चाहिँ मलाई सोध्नु तर मैले त्यो चाहिँ यो हो भने सोधेको छैन त्यो रि गरौँ अगाडि गएर हेरेर छिटो 4 मिनट गर्नु लाग्छ केटा मान्छे हो नेपालकै हो टिकटकमा देखिरहेको छौँ फेसबुकमा देखिरहेको छौँ खासै देख्दैन आजकलको मान्छेले होइन अलि अगाडिको मान्छे हो तर उनी आजकल पहिला त एकदमै फेमस मान्छे हो कुन केबाट फेमस भयो त त्यो तिमी सोध म भन्छु एकदमै त्यो के भन्छ आउट अफ दि बक्स होइन के नर्मल कुरो भन्दै जाऊ नर्मल प्रोफेसन नर्मल काम त्यसो भनेपछि चाहिँ मैले बिर्सेँ क्या झनै त्यस्तो भनेपछि मैले बिर्सेँ क्या ठिक छ नि त भाइ राम्रो किन डक्टर इन्जिनियर भनौँ भने त्यस्तो अगाडि नाम आउनेमा त्यो कोही पनि होइन त्यस्तो छैन नि त कि त आउने त्यही बेगर्से मान्छे हो कि होइन उहाँ हो बेगर्से मान्छे हो प्रधानमन्त्री त होइन नि अहिलेको होइन 50 वर्ष नआए छैन भन्यो तिमीले होइन चुनाव भने उठे छैन भन्यो सुजाता कोइरालाहरू पनि होइन होला पक्कै 50 वर्ष कटिसक्यो ओहो मलाई पो गाह्रो परेछ हिरोइनहरू होइन राजनीतिज्ञ हो के म पहिलेदेखि राजनीतिज्ञ हो पहिला के हो थाहा भएन पछि मैले थाहा पाएदेखि चाहिँ उहाँको नाम थाहा भएको चाहिँ अब त्यही अब पोलिटिक्सतिर आउनु भएपछि थाहा पाऊ मैले चाहिँ उहाँलाई अहिले यसले किन नउठ्नु भयो मेजर कारण
मलाई थाहा छैन, त्यो आइडिया छैन। यस्तो हो, किन भन्दाखेरि किन सायद उठ्न चाहनु भएन। उहाँको कामको लागि त्यति धेरै इम्पोर्टेन्स दिएनन्, जति राम्रो काम गरे पनि जस्तो लाग्यो मलाई चाहिँ। मलाई हिन्ट्स दिनु त, मैले कुन तरिकाले चिन्छु? एउटा कुरो भनेपछि फ्याटै चिन्छ, त्यही कुरो तिमीले भन्दै भनेन। हि इज एक्टर। एक्टर चाहिँ सुरज, एक्टर सोधेन, मैले चाहिँ सुरुमा एक्टर भनेको थिएँ। राजेश हमाल हैन, त्यही एजको हो, त्यही एज ग्रुपको। ल त्यति भने चाहिँ अब तिमीले अलमोस्ट भुवन केसी होइन ल पख म सोध्छु। रेणुदाल होइन, ए सुमना श्रेष्ठ हो, सुमना श्रेष्ठ हो। किनकि रेणुदाल त उठ्नु भएको थियो नि त, उठ्नु भएको छैन। रेणुदाल त उठ्नु भएको थियो नि त, अनि सुमना श्रेष्ठ उठ्नु भएको थिएन नि त्यसपालि, त्यही भएर मिल्यो। भनेपछि राजेश त मलाई होइन, भुवन केसी होइन, यही एजको भने होइन, शिव श्रेष्ठ त्यसो भए। ए दास त धन्यवाद।